नमस्ते सबैलाई। आज मेरो न्यू ब्लगमा आज चाहिँ हामी नलप्रासी कुस्नेरी भन्ने ठाउँमा छौँ। एकैछिनमा चाहिँ अहिले जटाई भल्चर रेस्टुरेन्ट जान्छौँ भल्चरको फोटो खिच्नको लागि। हाम्रो यहाँ केशु ब्रदर र हाम्रो यहाँ चौधरी दाई हुनुहुन्छ। सधैँ मैले चौधरी दाई भनिरहेछु, आज चौधरी दाईको दिमाग सड्काए जस्तो छ। बिहानदेखि चाहिँ रिसाएको रिसेछ दाई, खै के भयो। दाईको स्कुटी बुढीभन्दा नि प्यारो स्कुटी चाहिँ बिग्रेको कारणले गर्दाखेरि चाहिँ आज सोरुममा छिरेर आउनु पर्ने। सोरुम चाहिँ 8-9 बजीसम्म खुल्ला हुन्छ जस्तो लागिरहेछ। अब यहाँबाट जाउँ, यहाँबाट गएपछि चाहिँ सोरुममा एकचोटि दाईलाई त्यहाँ पुरै रिबन काट्न लगाएर चाहिँ दाईको सामान लिएर जानुपर्छ सोरुममा लगेर है। अनि अहिले रुगा पनि लगाइरहेछ, मलाई पनि त्यस्तै भएर 2-4 दिन सन्चो छैन। त्यही भएर सन्चो नभएको कारणले चाहिँ मैले ब्लगहरू बनाएको थिइनँ। यहाँ दाईसँग चाहिँ अब चिसो घाँटी पुरै बसेछ, त्यही पनि चिसो खाइरहेछ कोक है मजाले। अनि हामी चाहिँ आज स्पेसली गिद्धको फोटो खिच्न आएको भल्चर है। अब हेरौँ अब कुन कुन भल्चर भेट्छ, म हजुरहरूलाई सबैलाई देखाउँछु मेरो ब्लगमा। अनि हाम्रो कसैलाई भल्चर गिद्ध हेर्नलाई इच्छा छ भने नलप्रासी जटाई भन्ने ठाउँमा छ है। यो चाहिँ संरक्षण गरेर राखेको हो। यो बिसेन भन्ने चराको एउटा ठुलो संस्था छ काठमाडौँको। यो चाहिँ यहाँ हेर्ने चाहिँ डिबी दाई हुनुहुन्छ। डिबी दाईले धेरै वर्ष हुनुभयो, उहाँले अवार्ड पनि पाउनु भइसक्नुभयो। यो भल्चर चाहिँ भन्नु भल्चर चाहिँ उहाँले चाहिँ संरक्षण गरेको भएर एउटा ठुलो सामुदायिक वनमा चाहिँ घेरेर राखेको छ है। कतिपय चाहिँ डोमेस्टिक पनि छ, तर वाइल्ड पनि प्राय वाइल्ड पनि छ। तपाईँको वाइल्ड चाहिँ धेरै भइसक्यो। यो त मेरो अब लगभग 10-11 चोटि हो, तर भए पनि घर बस्दा बस्दा झ्याउ लाग्थ्यो, अलिकति सन्चो पनि थिएन। त्यही भएको कारणले गर्दा आज चाहिँ म गिद्ध तपाईँहरूलाई मेरो न्यू ब्लगमा गिद्ध देखाउँछु है। अस्ति मैले पोखरा जाँदा पनि गिद्धको हालेको थिएँ, फिडिङै गरेको है। तर यहाँ पनि फिडिङ गराउँछ कार्टसहरू हालेर कुनै गेस्टहरू आएको बेलामा बिहान मर्निङमा। तर हामी चाहिँ अहिले लगभग 3 बजीतिर ठिक्क मोमेन्ट हुन्छ फोटोसोटो खिच्नलाई। आइसो पनि राम्रो हुन्छ, त्यही कारणले चाहिँ ल है गाइजहरू, म अहिले त्यहाँ गएपछि त्यहाँको गिद्धको ठाउँमा गएपछि हजुरलाई म ट्याक्क देखाउँछु, मजाले हेर्नु। ल नमुना मध्यवर्ती सामुदायिक वनमा आइसक्यो हामी। यो चाहिँ मेन गेट भयो। यहाँ चाहिँ गिद्धहरू पालेर राखेको छ है। एउटा सामुदायिकले नि यहाँ सहयोग गर्ने संस्थाहरूको नाम त्यहाँ देख्नुभयो होला, सबै छ है। हामी चाहिँ यहाँ केशु ब्रदर क्यामेरासँग ट्याकटुक मिलाइसक्यो, मैले यहाँ क्यामेराहरू सब मिलाइसक्यो। मेन यहाँबाट चाहिँ उता चाहिँ भल्चर गिद्धहरू संरक्षण गरेर राखेको। हाम्रो चितवनमा पनि छैन, चितवनमा पनि अब यो चाहिँ लोप भइसक्यो। पहिला हामी सानो हुँदाखेरि चाहिँ हाम्रो घर अगाडि सिमलको रुखमा आएर बस्थ्यो। अनि सिनोहरू टन्नै गाई गोरुहरू मरेको सिनोहरू भैँसीहरू त्यतिकै फालिदिन्थ्यो नि त पहिला त। अब अहिले पो मान्छेले पुरपार गर्छ है। त्यो लोप भएको कारणले गर्दाखेरि यो चाहिँ बिसेन भन्ने चराको संस्था छ, बिसेन काठमाडौँ छ। उहाँहरूले चाहिँ संरक्षण गरेर राखे। मेन चाहिँ यहाँ डिबी दाई हुनुहुन्छ मेन चाहिँ है। मजाले यहाँ दाई म सोराबाट हामी भर्खर खाजा खाएर भर्खर यो ठाउँमा आइपुगेछौँ। यहाँबाट चाहिँ नर्मदा पनि जिप सफारी पनि हुन्छ है यहाँ तपाईँको, एकदम राम्रो जिप सफारी। तपाईँको गैँडा माउबच्चा गैँडा एकदम इनफ, तपाईँ एकदम राम्रो ठाउँ हो। यो चाहिँ लगभग 4वटा सामुदायिक वन छ यो चाहिँ होइन तपाईँको। त्यसमा चाहिँ जिप सफारी राम्रो हुन्छ, 3 घन्टा 4 घन्टाको राम्रो हुन्छ, निकुञ्ज होइन। यो चाहिँ मध्यवर्ती सामुदायिक वनहरू हो 4वटा। हामी चाहिँ अहिले यहाँ मजाले गेटमा बस्छौँ, हामी वेटिङ गरिरहेछौँ। एकजना साथी के अरे केवल भन्ने, उहाँले चाहिँ चाबी ल्याएर बिना अथोरिटी उहाँलाई नसोधिकन जान मिल्दैन, किनकि यो ठाउँ पनि एकदम डेन्जर छ। तपाईँ गैँडाहरू आइरहेको छ कतिपय, हामी फोटो खिच्ने बेलामा गैँडा पनि खिचेको छ फोटो, बाघको पनि यहीँ खिचेको छ। पोर्साल लगभग 20 मिटरमा नजिकै बाघको फोटो पनि खिचेको छ। म पेम्बा दाई र अनि एम महतो भन्ने भाइ यहीँको गाइड हो है। हामी पनि गाइड हो, सौराको हो, तर यहाँ पनि कहिलेकाहीँ गेस्टहरू पनि लिएर आउनु, गेस्टहरूलाई पनि विदेशीहरूलाई पनि आउन पाउँछ हेर्नलाई। रुपियाँ तोकिदिएको छ पैसा यति भनेर। जस्तै विदेशीको लागि यति रुपियाँ, नेपालीको यति, सोधी के अरे इन्डियनको साउथ कन्ट्रीको यति भनेर पैसा बिहान सकेछ भने बिहान फिडिङ गराउँछ है भल्चर भन्नाले। कार्तस गिद्धलाई दिउँ बिहानतिर चाहिँ तपाईँको चाहिँ
जस्तै भैँसीको मासुहरू लिएर आएर किनेर लिएर आएर चाहिँ खुवाउँछु। त्यो हेर्न चाहिँ विदेशीहरू आउने रहेछ है, मान्छे टन्नै छ तपाईँको बाहिरको, विदेशीहरू पनि थुप्रै आउँछ यहाँ हेर्न है। यो देख्नुहुन्छ तपाईँहरूले यहाँ देख्नुहोस् ल परपाइट है, यो सबै मजाले देख्न सक्नुहुन्छ। यो सबै चाहिँ यो बल्छरलाई सहयोग गरेको। यहाँ अर्को बोट छ यहाँ साइडमा देख्नुहोस्। यो चाहिँ अहिले वाल लगाएको छ, पहिला चाहिँ वाल लगाएको थियो यो तर तारकटी लागेको थियो। अहिले चाहिँ एकदम राम्रो वाल लगाएको, तपाईँको अरू मान्छेहरू पनि चिन्नु पाउँदैन। हामीले गिद्ध चाहिँ देखिसक्यौँ एउटा, यतापट्टि माथि सिमलमा चाहिँ गुण लागेको छ है। अब भित्र गएर पनि पछि म हजुरहरूलाई नयाँ केही हामीले चाहिँ आज चाहिँ भल्चरको बच्चा पनि मजाले खिचियो है। भल्चरको यहाँ छेउमै मजाले लाएको थियो गुण, नेक्स्ट मजाले यहाँ चाहिँ वाइल्डमै भएको है। ल्याउनु नि सिक्यो है। यहाँ दाइ र म फेरि केशु भाइ पनि अगाडि गएको छ। अनि हामीले चाहिँ अघि त्यहाँ भल्चर खिच्दाखेरि चाहिँ गैँडा आएर चाहिँ गैँडालाई डिस्टर्ब नगरिकन गैँडाको भिडियो पनि बनाएँ। अनि भल्चर पनि थियो, वाइल्ड बोर पनि थियो। भल्चरको चाहिँ तपाईँको नेक्स्ट सुधाको बच्चा सुधाको मैले खिचेको छु, त्यो चाहिँ भ्लगमा हजुरहरूलाई हालौँला होइन, मजाले देखाउँला। अनि अहिले हामी फेरि जाँदैछौँ है। अब अहिले चाहिँ लाफिङ थ्रसको लागि है, लाफिङ थ्रस खिच्नको लागि दाइ म अगाडि केशु भाइ अगाडि गइसक्यो। यस आजको दिन मजाको छ, शीतल दिन छ। अघि सुरुमा गएर म भल्चर खिच्दाखेरि गैँडा आएको कारणले गर्दाखेरि फेरि यता आएको डर पनि हुन्छ। हामीसँग चाहिँ साधन छैन नि त, जस्तै जिप्सी भयो भने अलिकति सेफ हुन्छ। यहाँ दाइ पनि अलिकति डराउनुहुन्छ है। इस यहाँ भल्चरले माथिबाट हगेर दिशा लाग्यो, यहाँ दिशा पऱ्यो मलाई अलिअलि, माथि गुण छ कि भल्चरको, त्यही भएर हामी जाँदैछौँ। सबै भल्चर यो चाहिँ एउटा सामुदायिक नमुना सामुदायिक वनमा चाहिँ गिद्ध पालन गरेको छु, यसै लागि आएको। दाइ आज कस्तो दिन भयो? राम्रो हो दाइ? दिन कस्तो छ? दिन आज राम्रो छ। राम्रो छ। अनि के देख्यो भन्नु न? यहाँ भल्चर देख्यो। अनि बदल देख्नु भएन? बदल देख्नु भित्र जानुपर्छ। अघि देख्नु भएन बदल? मैले खाली गरेन। ल त्यहीँनिर थियो त बदल यहाँ, होइन त केशु? अघि बदल त्यही थियो नि त? खाली गरेन। बदल सानो थियो, बच्चा ठुलो थिएन, सानो थियो। ल सानो बच्चा रहेछ। हो